हेलो हेलो दर्शक नमस्ते शुभ बिहानी। यो बेगनास लेकबाट आज पोखरामा धेरै दिन पछाडि आज दिन सफा घाम लागेको अवस्था यस्तो छ। यो बेगनास लेकको अवस्था आज धेरै दिन पछाडि बल्ल सूर्यको मुख देख्न पाइएको छ। कति दिन भयो पोखरामा पानी परेको परे अनि यहाँ तल हेर्नु त यो माछा देख्नुभयो है। यो बेगनास लेकमा यसरी माछा पालिँदो रहेछ कि हामी यसरी पयालो पयालो देख्नुभयो नि यो माछा हो। यो माछा प्राय यो बेगनास लेकमा वरिपरि पुरै माछा पालन गरिँदो रहेछ। माछा यसरी पालिँदो रहेछ यो बेगनास लेकमा चाहिँ। म आज यो बेगनास लेकमा मर्निङ वाक गर्दै आएको अनि यसो यो बेगनासको माछा पालनको भिडियो बनाऊ भनेर भिडियो बनाउँदैछ। अनि मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। अनि मेरो फेसबुकलाई फलो गर्न पनि नभुल्नु होला भन्न छ है। अनि मैले यो भिडियो चाहिँ मेरो युट्युबमा पनि हाल्छु अनि युट्युबमा पनि हेर्नु होला। मेरो युट्युबको च्यानल चाहिँ इन्द्र बी मल्ल छ। अनि यो चाहिँ के अरे हाम्रो मेरो युट्युबलाई सब्सक्राइब लाइक कमेन्ट पनि गर्न नभुल्नु होला भन्न छ। भन्दै गर्दा यसरी माछा चाहिँ को व्यवसाय माछा पाल्न चाहिँ यसरी पालिँदो रहेछ कि यो जालले पुरै घेरेर सबैको आफ्नो होला नि है। जालले घेरेर अनि यहाँ माछाहरू ल्याएर हालिँदो रहेछ भुराहरू। अनि त्यो ठुलो भएपछि अब रेस्टुरेन्टहरूमा अब पर्यटक भनौँ न घुम्न आउने मान्छेहरूले चाहिँ यहाँको माछा चाहिँ स्वादिष्ट मान्दै खाइन्छ भनौँ न। हामी सबै लगायत हामी पनि आइयो भने अब मेन के खाने त बेगनास लेकमा आइसकेपछि भनेपछि अब बेगनासको भनेपछि माछाको लागि फेमस माछा नै खाउँ न त भन्ने हुन्छ। अनि माछा चाहिँ यसरी चाहिँ अब उतातिर पनि पाउन त त्यसरी यो डुङ्गामा यसरी माछाहरू जाल थापेर माछाहरू यसरी मार्दै हुनुहुन्छ। धेरै हुनुहुन्छ। अझ म यता माथि कुनातिर चाहिँ गइनँ, त्यतातिर धेरै हुनुहुन्छ। यहाँ चाहिँ यसरी पालिएको छ माछा। के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है त। जति सक्दो हजुरहरूले लाइक कमेन्ट सेयर गर्नुभयो त्यति सबैको सामुन्ने सबैको हातको मोबाइलमा पुग्छ भन्न चाहे। यो माछा पालन यस्तो घर छ यहाँ यो जङ्गल माथि त यहाँ जङ्गल देखिन्छ अहिले। यो चाहिँ जङ्गल तर पनि यहाँ माथि पुरै रेस्टुरेन्टहरू छ है। रेस्टुरेन्टहरू यो जङ्गलको माथि। तर गर्मी मौसममा यो माथितिर आएर बसेर आनन्द लिन अब अरूभन्दा नि अब हामीलाई अलिकति त्यो वाइन खाने मान्छेहरूलाई त चिसो बियरको चुस्की लाउँदै बेगनास तालको माछाको स्वाद लिँदै गर्मी मौसम आनन्द हुन्छ। यो चाहिँ अब गर्मी लाग्यो, अब यो मौसम चाहिँ ठिक छ है। बेगनास तालको छेउमा आएर जति पनि माछा पाराखी भनौँ अब वाइन पाराखीहरूको लागि यो माथि जङ्गलतिर रिसोर्ट छ सबै रेस्टुरेन्टहरू। त्यहाँ बसेर चिसो हावा स्वच्छ हावाको आनन्द लिँदै चिसो चुस्की लाउँदै स्वादिष्ट माछाको स्वाद लिँदै बस्नलाई एउटा आत्मा मन भनौँ त्यसलाई चाहिँ आनन्द लिनको लागि चाहिँ राम्रो ठाउँ छ यो। माथि रिसोर्टतिर
आउनु होला भन्न पनि चाहे। यो माथितिर यस्तो छ। अब यस्तो छ बेगनास लेक यो है। अब यतातिर यो बेगनास लेकको छेउ पहिला त लेकनाथ नगरपालिका थियो, अहिले चाहिँ पोखरा महानगरपालिका भएको छ यो लेकनाथ नगरपालिका पनि। अब यो पोखरा महानगरपालिकै पर्छ यो पनि। यता बजार बस्ती चाहिँ यस्तो छ यो। हामीले अहिले यो देख्दाखेरि यो डाँडातिर हेरिरहेछौँ, देखिरहेछौँ नि। यो डाँडातिर देख्दा अहिले घरहरू देखिएको छैन, अलि त्यो मौसम कुहिरोले गर्दाखेरि। त्यहाँ पनि बस्ती यति बाक्लो छ, त्यहाँ पुरै गाउँ छ क्या त्यहाँ। अहिले जङ्गल मात्रै हजुरहरूले हेर्दाखेरि, मैले पनि हेर्दा यस्तो जङ्गल देखिन्छ होइन। अलि मौसम खुलेको बेलामा हेर्नुपर्छ, त्यहाँ एकदम बस्ती बाक्लो छ है। त्यो डाँडातिर बस्ती बाक्लो छ। त्यतातिर रेस्टुरेन्टहरू होटलहरू चाहिँ प्रशस्त छ, बस्नको लागि एकदम सुविधा सम्पन्न छ है। त्यतातिर माझी कुना के भन्दो रहेछ, त्यति मलाई पनि ठ्याक्कै नाम आएन त्यो ठाउँतिरको। जस यता आएर बस्नको लागि होटलहरू रेस्टुरेन्टहरू एकदम सुविधा सम्पन्न छ। कतै बेगनास घुम्न आउँदा चाहिँ यो त माथितिर गएर बस्न चाहिँ एकदम आनन्द छ पनि भन्न चाहे। यो लेकमा यसरी माछा पाल्ने क्रममा माछाहरू चाहिँ प्राय मैले देखेको चाहिँ हामीले लेकको माछा त नगन्ने मात्रामा पाइन्छ होला। त्यो पालेको माछा नै बढी चाहिँ बिक्री हुँदो रहेछ, बढी प्रयोग हुँदो रहेछ जस्तो लाग्यो। अब मारेको माछा चाहिँ अब लेकको माछा चाहिँ फाटे कतै झुक्किएर पाइन्छ कि जस्तो लाग्यो मेरो अनुभवमा। अब हजुरहरूलाई के कस्तो लाग्छ त्यो पनि हजुरहरूले देखिराख्नु भएको छ। कतिपयले त यथार्थ थाहा छ यहाँको विषयमा, यो माछाको विषयमा। त्यो चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ यथार्थ थाहा हुने मान्छेले कमेन्ट गर्न पनि नभुल्नु होला भन्न चाहे। भन्दै अहिले यो बेगनास लेकबाट सबैलाई फेरि पनि शुभ बिहानी, दर्शन नमस्ते भन्दै अहिलेलाई यो मेरो भिडियो यतिमै बन्द गर्न चाहे।